सजिलो छ, खासै त्यति धेरै गाह्रो हुँदैन है। अब हामीले 14-15 च्याप्टर पुग्ने बेलामा अलिकति ग्रामर गाह्रो हुन्छ, नभए यो नर्मल हो, सामान्य तरिकाले बुझ्नुपर्छ। तर तपाईँले यति हो कि तपाईँले लेख्न चाहिँ धेरै पटक पर्छ, ताकि तपाईँले यो लेखेको कुरा बुझ्नको लागि। उच्चारण पनि ठुलो ठुलो शब्दले है कुनै कुनै गाह्रो हुन्छ, त्यसको लागि विशेष गरी जुन यो काताकाना छ यो चाहिँ तपाईँले अलिक धेरै पटक गर्नुपर्छ। त्यही भएर यो कुरामा चाहिँ तपाईँले ध्यान दिने बाँकी पर्दैन है। ल सान्तोसु सान्मो, यहाँ मो भनेको पनि हेर्नु त, सान्तोसु सान्मो सन्तोषजी पनि खाइस्याइन देश, खाइस्याइन देश, खाइस्याइन भनेको कम्पनीको कर्मचारी, देश भनेको हो कम्पनीको कर्मचारी हो। सन्तोषजी पनि के रहेछ त खाइस्याइन रहेछ, कम्पनीको कर्मचारी रहेछ। वातासी मो म पनि, वातासी मो म पनि गाकुसेई देश, म पनि गाकुसेई हो, म पनि विद्यार्थी हो भन्छ है। अर्को मारिया सान्मो, मारिया सान्मो मारियाजी पनि, मारियाजी पनि के भन्छ त हेर्नु त बुराजिरु जिन देश, बुराजिरु भनेको ब्राजिल, अङ्ग्रेजीको ब्राजिल। अब सुरुमा यो नबुझ्ने बेलामा चाहिँ पढ्न अलिकति टाइम लाग्छ, अलिकति गाह्रो फिल हुन्छ, तर पढ्दै गएपछि बानी पर्छ। फेरि यहाँ के भन्छ त मारिया सान्मो मारियाजी पनि बुराजिरु जिन देश, बुराजिरु भनेको ब्राजिल, ब्राजिल भन्ने देशको, जिन भनेको नागरिक, जिन भनेको के हो त नागरिक, बुराजिरु देश भनेको ब्राजिलको नागरिक हो भन्छ। अर्को हेर्नु त यहाँ हेर्नु त स्युमितो सान्मो, स्युमितोजी पनि, स्युमितो सान्मो स्युमितोजी पनि खाइस्याइन देश, खाइस्याइन देश भनेको कम्पनीको कर्मचारी हो। स्युमितो सान्मो खाइस्याइन देश, खाइस्याइन देश भनेको कम्पनीको कर्मचारी हो है। आनो खाता मो, आनो खाता, आनो खाता भनेको ऊ त्यो मान्छे अथवा उहाँ चाहिँ, सरी उहाँ पनि, खाता मो भनेको पनि ओ, आनो खाता मो उहाँ पनि सेन्सेई देशका, उहाँ पनि सेन्सेई हो अथवा उहाँ पनि विद्यार्थी हो भनेर भन्छ है। आनो खाता मो सेन्सेई देशका, उहाँ पनि सेन्सेई हो भनेर सोध्छ, सजिलो छ है। ल यसरी मो भनेको पनि भन्ने हुँदो रहेछ, अर्थात् जब नाउन वान र नाउन टू उस्तै वा बराबर हुन्छन्, नाउन वान र नाउन टू चाहिँ बराबर हुन्छन्, फलानु पनि यस्तो हो नि, फलानुले पनि त्यस्तो गर्यो नि, फलानुले पनि यस्तो खायो नि भनेर है, ए र नाउन वान र नाउन टूले एउटै हैसियत राख्छन् अथवा एउटै व्यवहार देखाउँछन् भने त्यो भयो, त्यो मोको काम गर्यो है। त्यस्तो अवस्थामा यो प्रयोग हुने भयो।
ल अर्को रहेको छ कोचिरा वा कोचिरा भनेको उहाँ चाहिँ अझै उहाँ चाहिँ कोउ ब्योइन्नो है कोउ ब्योइन्नो एसिया देश एसिया भनेको डाक्टर हो कोउ ब्योइन्नो एसिया देश है उहाँ चाहिँ यो कोउ ब्योइनको ब्योइन भनेको अस्पताल है ब्योइन भनेको हस्पिटल के रहेछ त कोचिरा उहाँ चाहिँ कोउ ब्योइनको चाहिँ के रहेछ त एसिया डाक्टर हो अर्को छ हेर्नु त खारिना सानुवा खारिनाजी चाहिँ यहाँ हेर्नु त फुजी दाइगाकुनो फुजी दाइगाकुनो गाकुसेई देश है यो नोको अर्थ के लाग्यो त को फुजी सान चाहिँ अथवा फुजीजी चाहिँ सरी खारिनाजी चाहिँ फुजी दाइगाकुनो फुजी भन्ने दाइगाकु विश्वविद्यालयको गाकुसेई देश गाकुसेई भनेको यो विद्यार्थी हो भन्छ है।